यो भने क्रोसन यो कसरी बनाउने यो उसमा एउटा चाहिँ यो बिग साइज छ हैन यो मिडियम साइज अनि यो फेरि स्मल साइज छ यसको बनाउने चाहिँ यसलाई बनाउने तरिका यसको चाहिँ फ्लावर चाहिँ हाम्रो त्यहाँ मसिन छ मसिनले बनाइन्छ भेरी सिम्पल छ यही चीज छ तर बनाउने कसरी यसको भित्र फेरि यो सोसेस पनि हटडग पनि हालेर यसमा टक्क हटडग हालिन्छ सोसेज यसमा गरेर त्यो पनि गरेर हामीले चाहिँ ग्रिल गर्छौँ यसले चाहिँ यो बनाउने प्रोसेस हामीलाई पुरै यो उसमा छ जो चाहिँ कति क्वान्टिटी चाहिन्छ पाउडर कति के बेकिङ पाउडर हैन अनि अन्डा यसमा सबै मिक्स गरेर त्यसपछि यसमा टक्क लाएर ओभनमा भित्र हाल्ने ओभनभित्र हालेपछि ठ्याक्कै त्यो कति ब्राउन हुन्छ टेम्परेचरमा हाल्ने हो हाम्रो यो टेम्परेचर हुन्छ यसको 75 डिग्री सेल्सियस 175 डिग्री सेल्सियस कतिले फेरि घटाएर फेरि माइनसमा गर्छौँ हामीहरू अनि ठ्याक्क यसलाई चाहिँ भइसकेपछि अनि ठ्याक्क उसमा डीमा हाल्छौँ हामीहरू तर यो क्रोसन कसरी बनाउने प्रोसेस सबै बताउने छु मैले चाहिँ अब अलि ध्यान पनि नमिलेर हो अहिले चाहिँ हाम्रो फोन त्यो अर्डर चाहिँ धेरै नै आएछ तर यो राम्रो बन्छ यसको भित्र हामीले पनि त्यो चिकन पनि हालेर बनाइन्छ अनि सोसेस पनि हालेर बनाइन्छ यसको भित्र यसको प्रोसेस चाहिँ अब लामै छ तर अब सर्टकटमा हैन तर ठिकै हो अब यसलाई फेरि बनिसकेपछि यसलाई ठ्याक्क लगेर अब चिल्लरमा कोल्ड चिल्लर हुन्छ कोल्ड चिल्लरमा ठ्याक्कै यसलाई कोल्ड चिल्लरमा हाल्ने हो अनि ठ्याक्कै त्यसपछि यसलाई बस अर्डर आएपछि निकालेर दिने यसको भित्र फेरि काटेर यसो गरेर यसमा चिज टमेटो कुकुम्बर मायोनिज सबै हालेर अनि त्यसपछि रेडी गरेर अनि दिने हो बस थ्याङ्क यू सो मच